अहिले हाम्रो काम भयो क्यामेरामा बिस्तारै हो स्लो भयो नि स्लो ऱ्याप गर्दा गर्दा पनि कतिपय उसको पनि त देखाउनु पर्यो नि मैले फेरि हजुर ल अब यो लागि दिलाउनु पर्यो है यो चाहिँ दामी आछ कि डाउन यो त थर्पनाउँदा त कमसेकम आवाज पनि त आउनु पर्यो नि त लिपसिङ पनि आउनु पर्यो प्रोग्राममा हाल्ने जस्तै मार्क्स खोलेको होइन नेपाल कस्तो ठन्डा पवन हजुर नमस्ते म मगेले पानीको भाइ सबैसँग नमस्ते म अर्जुन विशाल भन्ने नमस्ते म कलाकार चलौटे दा अब गरिदिनु न सर मेरो छोरा बिरामी छ मेरो यो गरिदिनु न मेरो छोरा विदेशमा छ पैसा ल्याउनु पर्यो मैले टाइम नपाएँ गल्त भयो उसको फोकसबाट त्यसरी चाहिँ गएर उसलाई फोकस गर्नुपर्ने जस्तो लाग्यो यो तिनवटा एङ्गलले खिच्छ साथी है अलि राम्रोसँग नमस्ते गर्नु अलि हात अलि माथि पुऱ्याएर ठिक छ जानुहोस् तपाईँ जानुहोस् अब पैसा निकाल्नु अब के हो भने पैसा निकाल्नु जानुहोस् पैसा निकाल्नु ल दिनु सुटुक गराउनु पैसाको सिग्नल नरहेछ जाने ल त्यो गर्नु त एकचोटि भयो धेरै समय घाँटीतिर कुदिरहेछन् छोरा आउने आसमा आमा बाटो हेरी कुरिरहेछन् मृत्युको कफन ओढी हामीले न्याय माग्दा दिन जस्तै तातो गोली हामीले खानु पर्दा के हो र तैले देशभक्तिको शपथ खाएको यहाँ उल्झिरहेछ जनता जाली जस्तै माकुराको शक्तिको साँप लाग्छ हौसलाको आँस मात्र हपिदिन्छ लाज मात्र फेकिने घाँस मात्र यहाँबाट रेन्डमली क्लिप लिनु भयो कि जस्तै कट गरेर देशको गल्तीको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो देशभक्तिको उठ्दैछ नयाँ आवाज यो युवा शक्तिको अब त अतिको यो देशको गल्तीको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो देशभक्तिको उठ्दैछ नयाँ आवाज यो युवा शक्तिको अब त अतिको यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो देशभक्तिको उठ्दैछ नयाँ आवाज यो युवा शक्तिको अब त अतिको यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो
देश भक्तिको उड्दैछ नयाँ आवाज यो युवा शक्तिको साथी यो देशमा जोड बढ्दै गएको छ क्रान्ति यहाँ मनाउँदैछ खुदको होली दाजुभाइको प्राणी के हुन्छ र ज्ञानले सबलाई बोलाइरहेको छ ज्यानले यहाँ बेरोजगारी युवाहरू दुःख पाउँछ ज्यानले अपराधिक हुने यहाँ बिर्सिसक्यो ध्यानले तेरो स्याहार शासन जनता लुट्ने झुटो भाषण रोजगारी खोज्दै सबै खानीतिर कुदिरहेको छ छोरा आउने आसमा आमा बाटो हेरी कुरिरहेको छ मृत्युको कफन ओढी हामीले न्याय माग्दा अपराधी जस्तै तातो गोली हामीले खानु पर्दा के हो र तैले देशभक्तिको शपथ खाएको या उल्झिरहेछ जनता जाली जस्तै माकुराको सतीको श्राप लाग्छ हौसलाको आस मात्र थपिँदैछ रास मात्र खै केही नै खास पाछ जति लडे पनि यहाँ आफ्नैहरूको नाश पाछ खासमा त सबजना झुटो आसमा छ त्रास मात्र जहिले ढोङ्गीहरूको दास पाछ भ्रष्टाचारी धन्दा नेताहरूको लागि खास पाछ न्याय माग्न कहाँ जाउँ म न्याय माग्दा गोली खान्छ भ्रष्टाचारी अहङ्कारी देशको मन्त्री पाछ भन्नु त के छ अरे लाउनु गीता नि यता हेर्नु न कहाँ पत्रिका पढेको के छ अब त अति भो यो देशको गति भो मन मरिरहेछ आँखाबाट रसिलो जसो सकिको यो देश भक्तिको उड्दैछ नयाँ आवाज यो युवा शक्तिको अब त अति भो यो देशको गति भो मन मरिरहेछ आँखाबाट रसिलो जसो सकिको यो देश भक्तिको उड्दैछ नयाँ आवाज यो युवा शक्तिको साथी यो देशमा जन बढ्दै गएको छ क्रान्ति यहाँ मनाउँदैछ खुनको होली दाजुभाइको प्राणले के हुन्छ र ज्ञानले सबलाई बोलाइरहेको छ च्यानले यहाँ बेरोजगारी युवाहरू दुःख पाउँछ ज्यानले अपराधी खुले यहाँ बिर्सिसक्यो ध्यानले तेरो स्याहार शासन जनता लुट्ने झुटो भाषण रोजगारी खोज्दै सबै खाडीतिर कुदिरहेको छ छोरा आउने आसमा आमा बाटो हेरी कुरिरहेको छ अब त अति भो यो देशको गति भो मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिको यो देश भक्ति भो उड्दैछ नयाँ आवाज यो युवा शक्ति भो अब त अति भो यो देशको गति भो मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिको यो देश भक्ति भो उड्दैछ नयाँ आवाज यो युवा शक्ति भो साथी यो देशमा जोड बढ्दै गएको छ क्रान्ति यहाँ मनाउँदैछ खुदको होली दाजुभाइको प्राणी के हुन्छ र ज्ञानले सबलाई बोलाइरहेको छ च्यानले यहाँ बेरोजगारी युवाहरू दुःख पाउँछ ज्यानले अपराधी खुले यहाँ बिर्सिसक्यो ज्ञानले तेरो स्याहार शासन जनता लुट्ने झुटो भाषण रोजगारी खोज्दै सबै खाडीतिर कुदिरहेछ छोरा आउने आसमा आमा बाटो हेरी कुरिरहेछ मृत्युको कफन ओढी हामीले न्याय माग्दा अपराधी जस्तै तातो गोली हामीले खानु पर्दा के हो र तैले देशभक्तिको शपथ खाएको यहाँ उल्झिरहेछ जनता जाली जस्तै माकुराको सतीको श्राप लाग्छ हौसलाको आस मात्र थपिँदैछ आस मात्र खै केही नै खास पाछ जति लडे पनि यहाँ आफ्नैहरूको नाश पाछ घाँस मात्र सबजना झुटो दास मात्र जहिले ढोङ्गीहरूको दास पाछ भ्रष्टाचारी भन्दा नेताहरूको लागि खास पाछ न्याय माग्न कहाँ जाउँ म न्याय माग्दा गोली खान्छ भ्रष्टाचारी अहङ्कारी देशको मन्त्री पाछ ठोकेको शासन चल्छ यो हाम्रो देशमा चल्छ यो हाम्रो देशमा कसैले कानुन मान्छ यो हाम्रो देशमा अपराधी खुली छाडिसक्यो देशमा ठोकेको शासन चल्छ यो हाम्रो देशमा शासन चल्छ यो हाम्रो देशमा कसैले कानुन मान्छ यो हाम्रो देशमा अपराधी खुली छाडिसक्यो देशमा कसैले शासन चल्छ यो हाम्रो देशमा शासन चल्छ यो हाम्रो देशमा कसैले कानुन मान्छ यो हाम्रो देशमा अपराधी खुली छाडिसक्यो देशमा बाध्यता हाम्रो बाध्यता देश छाडी विदेशलाई हाम्रो बाध्यता माध्यका कति माध्यका सबै ठाउँमा मुस्लिम गरी माध्यका नदेखे जान तेरो घुसखोरी आउँदैछ नयाँ कानुन दस गरी स्वतन्त्र बना खोज्दा हद गरी जोड्ने गाह्रो यसले हामीले दिएको पछोरी कानुन भन्दा माथि यसले पाले गुन्डा सजाय विजेत मात्र त्यसको काण्ड सुन्दा सुनेछ विकास यसको भाषण मात्र सुन्छ कान हाम्रो बुझ्छ यसको लासामा सुन्छ अब त अति भो यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जसो सकिको यो देश भक्तिको युवा शक्तिको अब त अति भो यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जसो सकिको यो देश भक्तिको युवा शक्तिको
घुस खाइ खाइ मातेका नदेखा जात तेरो घुसखोरी आउँदैछ नयाँ कानुन 10 तरी यसको गतिको मन मरिरहेछ आँखाबाट रसिलो त्यो सबै सकिएको यो देश भक्तिको उठ्दैछ नयाँ आवाज हो युवा शक्तिको अब त अति हो यो देशमा छन् बढ्दै गएको छ क्रान्ति यहाँ मनाउँदैछ फुलको होली दाजुभाइको प्राणी के हुन्छ र केले सबलाई बोलाइरहेछ चेले यहाँ बेरोजगारी युवाहरू दुःख पाउँछ चेले अपराधी खुले एम्बेसी सक्यो ध्यानले तेरो स्याल शासन जनता लुट्ने झुटो भाषण रोजगारी खोज्दै सबै गाडीतिर कुदिरहेको सानो झुटो आश मात्र त्रास मात्र जहिले ढुङ्गीहरूको ग्रास मात्र भ्रष्टाचारी धन्दा नेताहरूको लागि खास गर्छ यहाँ मात्र कहाँ छौ म न्याय मात्र गोली खान्छ भ्रष्टाचारी अहङ्कारी देशको मन्त्री बाँड्छ सबजना झुटो आश मात्र त्रास मात्र जहिले ढुङ्गीहरूको ग्रास काट्छ भ्रष्टाचारी धन्दा नेताहरूको लागि खास गर्छ यहाँ मात्र कहाँ छौ म न्याय मात्र गोली खान्छ भ्रष्टाचारी अहङ्कारी देशको मन्त्री बाँड्छ टकेको शासन चल्छ यो हाम्रो देशमा चल्छ यो हाम्रो देशमा पैसाले कानुन मर्छ यो हाम्रो देशमा अपराधी खुनियाम छैन सबै देशमा के छ आज के तिमीहरूको पढाइ सकिएर हो इक्जाम हो के इक्जाम भयो आज अर्थशास्त्र कतिमा हो 9 तिमी 9मा हो के अरे कहाँनिर हो तिम्रो घर उता तिम्रो कहाँ नानु कस्तो भयो आजको इक्जाम राम्रो भयो यता हेर न एकखेर बस नाम के हो तिम्रो भन न अनि दाइ भाइको नाम के हो हो ल ठिक छ ल एकछिन बस यहाँ रेडी हुँदैछ अनि त्यसपछि जाउँ ल है ल यस्तो के तिमीहरू चाहिँ एउटा क्लासमेट साथी हो होइन अहिले पनि साथी हो नि त तिमीहरू हो नि त टक्क यसरी गफ गर्दै हुन्छ नि आजको एक्जाम कस्तो भयो तिम्रो मेरो कहाँ मिस्टेक भयो तिम्रो के भयो टक्क हुन्छ नि अलिकति तिमीहरू एकअर्कालाई अलिकति गफ गर्दै त्यसरी के हुन्न है ल रेडी है यो सर हिँड अब हिँड एकअर्कालाई हेर हाँसम्म त निचिरो थ्याङ्क यू सो मच हाम्रो भाइहरूलाई होइन पढाइ राम्रोसँग गर ल हामी यतिकै दिन भएपछि यतिकै राख्ने यसरी क्या दियो सम्झिदियो मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो देशभक्तिको उठ्दैछ नयाँ आवाज हो युवा शक्तिको अब त अति भो यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै सकिएको यो देशभक्तिको उठ्दैछ नयाँ आवाज हो युवा शक्तिको अब त अति भो यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो जो सबै
थ्याङ्क यू सो मच मेरो भाइलाई ल राम्रोसँग छ ल ल नयाँ आवाज हो युवा शक्तिको अब त अति भो यो देशको गतिको मन मरिरहेछ आँखाबाट रसिलो सबै सकिको यो देश भक्तिको नयाँ आवाज हो युवा शक्तिको साथी यो देशमा झन् बढ्दै गएको छ क्रान्ति यहाँ मनाउँदैछ खुदको होली दाजुभाइको फ्रेन्डली के हुन्छ र ज्ञानले सबलाई बोलाइरहेछ च्यानले यहाँ बेरोजगारी युवाहरू दुःख पाउँछ ज्यानले अपराधी खुले एमपिसी सक्यो ध्यानले तेरो स्याल शासन जनता लुटे झुटो भाषण रोजगारी खोज्दै सबै खाडीतिर कुदिरहेछ छोरा आउने आसमा आमा बाटो हेरी घुरिरहेछ टकेको शासन चल्छ यो हाम्रो देशमा भ्रष्टको भाषण चल्छ यो हाम्रो देशमा पैसाले कानुन मर्छ यो हाम्रो देशमा अपराधी खुले एम छाडी सक्यो देख्न टकेको शासन चल्छ यो हाम्रो देशमा भ्रष्टको भाषण चल्छ यो हाम्रो देशमा पैसाले कानुन मर्छ यो हाम्रो देशमा अपराधी खुले एम छाडी सक्यो देख्न बाध्यता हाम्रो बाध्यता देश छाडी विदेश जाने हाम्रो बाध्यता मातेका कति मातेका सबै ठाउँमा घुस खाइ खाइ मातेका गरेका जातिहरू घुसखोरी आउँदैछ नयाँ कानुन तस्करी स्वतन्त्र बोल्न खोज्दा हक गरी जोड्ने गाह्रो यसलाई हामीले दिएको पद्धति कानुन भन्दा माथि यसले पाले गुन्डा संसारिक विजेत पाछ त्यसको काण्ड सुन्दा सुनेछ विकास यसको भाषण मात्र सुन्छ कान हाम्रो बुझ्छ यसको लासामा सुन्छ अब त अति हो यो देशको गति हो मन मरिरहेछ आँखाबाट रसिलो ल छ यो हामी कहाँ आइपुग्यो हामी कुन ठाउँ हो यो सिमलढाक सिमलढाक ल छ बाइक अलिक पार्किङमा राख्दैन साइडमा राखिदियो ऊ दाइलाई पनि राखिदिनु नभए ल लेख्छ हामी चाहिँ अहिले ठ्याक्कै सिमलढाक आइपुगेका छौँ के निक्लेन यो सिमलढाक होइन बा सिमलढाक होइन यो कुन हो यो कुन ठाउँ हो यो कुन ठाउँ हो सिमलढाक भने यहाँ होइन तल हो कहाँ हिँड्नु भएको तपाईँ घरै आयो एकछिन यसो फ्री हुनु काम छ एकैछिन एउटा यसो यहाँ बस्नुहुन्छ 10-15 मिनटको लागि यो हाम्रो एउटा सानो एउटा भिडियो सुटको लागि अलिकति हाम्रो अलिकति उमेर परिपक्व भएको होइन हजुर पनि ठिक्क मिल्छ कि उहाँहरू साह्रै बुढो हुनुभयो उहाँहरू पनि ठिक हुन्छ उहाँहरूसँग तपाईँ पनि टक्क बस्नु आउनु न आउनु त के को लागि हो अहिले तपाईँलाई टक्क भन्छु नि आउनु हजुरलाई सबै एकदम खुलेर भन्छु हामी के को लागि आएको भन्दा पनि ल ठिक छ नमस्कार बुवाहरू सन्चो हुनुहुन्छ केटाले के कुरो गरे त हामीले चाहिँ यसो एउटा रेडियोमा त सुन्नु राखेर बाजेलाई एउटा भिडियो बनाउँ भन्ने सोचेको अब हामीले त के सुन्दिनँ थाहा छैन भन्ने कुरा गर्नु यसो गरौँ न बा खास अब त्यसरी नभनौँ बा हामी चाहिँ उहाँ चाहिँ ऱ्यापर हो गीत गाउने कि गायक हो अनि उहाँको गीत चाहिँ कस्तो खाले भन्दा पनि यो हाम्रो देशमा भइरहेको राजनीति हुन्छ नि यो अब जति पनि नेताहरूले यो गर्छु त्यो गर्छु भनेर कति कुराहरूमा सोझ जनताहरूलाई हजुर जस्तो हामी जस्तोहरूलाई होइन एउटा युज गरे हो नि त त्यही भएर त्यसको बारेमा गीत छ अनि त्यो गीतकोमा चाहिँ हजुरहरूले चाहिँ एउटा सानो रोल के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ अब जस्तो हजुरहरू बसिरहनु भएको छ नि अघि जसरी बस्नु भएको छ टक्क एउटा रेडियो टक्क लगाएर समाचार सुन्ने के भइरहेको छ त होइन त हो त्यो खाले हामीलाई एउटा एक्टिङ चाहिएको हो कि एउटा रोल चाहिएको तपाईँहरूको तपाईँ बसिनुहुन्छ बा बसिनुहुन्छ तिनजना उहाँ बानी बस्नुहुन्छ तिनजना टक्क बस्ने ल म बुझाउँछु नि त है ल चकटी चकटीले ठाउँ छोडिहाल्छ त्यो कस्तो तरिकाले बस्नु भयो
यो गर्ने अब ठ्याक्क रेडियो खोल्दाखेरि कस्तो गर्छ त अब यही गर्ने त नि ठ्याक्क गर्ने अन गर्ने अन गरेर यस्तो हल्का यस्तो कि ट्याक्क राख्ने त नि यसरी यति त नि के गर्नु परेन हजुर जल्दी गरे नि भयो चाइनिज पो बसिरहेको नेपाली न्युज लाउनु न बाले कहिलेबाट चाइनिज न्युज सुन्न थाल्यो जिन्दगी रेडियो चलाउँदैन हाले मोबाइल चलाउँदैन कसले गर्नुहुन्छ भन्नु न यसरी कान थाप्छ नि यसमा यो रेडियो यसरी समात्नु टाउको जस्तै यसरी यसरी टाउको यसो छर्ने गरिदिने यसको माने के हुन्छ हजुर यो त्यो उसले त्यसो गरेर यो भिडियो बनाउनु सुनेर यसो गरिदिनु तपाईँहरू के हो साथी हामी बिगाउनु ए बाजे तमाङ के तमाङ बाजे ए तपाईँ गुरुङ ए मसँग पो लागिरहेको र गुरुङ र तमाङ खासै फरक चाहिँ पर्दैन उस्तै देख्छ होइन आउनु कमान हुन्छ बाजे बाजे र बाजेले हो तामाङ हो टक्क तिन दाजुभाइ टक्क बस्ने बाजेले अँ चुरो ट्याक्कै चलाउँछ नि त टक्क चुरो खान्छ चक्क लाएर हुन्छ नि ल काहीँ ल के छ के भइरहेको छ त के हुनु साइला रेडियोमा नि खालि त्यस्तै ऊ चोरफटा नेताहरू त्यही त हो नि हाम्रो यहाँको बाटो बन्छ भनेको खोइ त अहिलेसम्म बनाएको छैन त्यही हुनु पर्यो टक्क लगाएर तपाईँ खानुहुन्छ म खाइ यसो कानले र ठट्टा हान्नु रेले कान लानु हो यो हो यस्तो गर्छ नि तपाईँले यो गर्दाखेरि क्यामेरामा यतै हामीलाई हेर्दैन हेर्नु के यता नै हेर्नु हामी छैन हामी छैन यो गाउँमा तपाईँ तिनजना मात्र छ हामी छैन अहिले है ल ल यता नहेर्नु है आफ्नै सुरमा आफ्नै सुरमा मान घिसिङलाई हटाउनु पर्नका कारण प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको आज बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमालाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए। मुख्यमन्त्री र प्रदेश प्रमुखले काठमाडौँमा पनि सुविधा लिएको भन्दै त्यसलाई रोक लगाउनु पर्ने के देखाएको पहिला लेमन ग्रास होइन आँप हो यो छोड्दै पर्दैन छोड्दै अब पछि चाहिन्छ भने घर चिनिरहेको छ होइन बाजेलाई यसो भेट्न आउँदाखेरि फलफुल त्यसको कहाँ आइपुग्यो भाइ हामी चिने मलाई नाम के रे भाइ इमान होइन खोइ भाइ खोइ त्यसै र
ल ठिक छ यहाँ त भाइहरू पहिला आएको नि इमान मैले चिनेको छैन नि मम पहिला आएको नि भाइ बाटो के भएर छ कि त्यो भएर हेर ल ठिक छ मरेपछि चाहिँ कसरी थाहा हुन्छ आमा जिन्दगीमा लाने भनेको मरेपछि एउटा ट्याटु अरे आमा हो आमाले ट्याटुको कुरा गरेन कि मुन्द्रा भार भनेपछि बुझ्नु हजुर दुख्यो हो Black DJ on the mic. होइन छुट्टै छ vibe. Check it out. पनि बितेको समय पनि एकदिन मरिजान्छ होला आकाशमाथि कालो धुवा पनि. Black DJ on the beat. छुट्टै vibe छ. नयाँ गीत आउन लाग्छ आवाज गएर ब्ल्याक डिजे 44 मा सब्स्क्राइब गरेर हेर्नु होला हेलो डल्ली के छ तेरो हालचाल सधैँ छु म छोड्दे मेरो बालचाल अर्कै छ कि क्या हो बन्दे तेरो चाल डाल किन फोन गरिरहेछस् जहिले नि बार हेलो डल्ली के छ तेरो हालचाल सधैँ छु म छोड्दे मेरो बालचाल बन्दे तेरो चाल डाल किन फोन गरिरहेछस् जहिले नि बार देखेँ मैले तँलाई अरूकै साथमा रमाउँदै थियो त त्यसैको काखमा फर्कियो आत्मा फर्कियो सपना चाहिँदैन तेरो साथ माया छ नभन मलाई पनि चाहिन तेरो झुटो माया साया म त्यस्तो केटी होइन नसोच दायाँ बायाँ त आफै त्यस्तै छ दिनकै फेर्छस् नयाँ नयाँ मायाको आस्ते गाई लाउँदै हिँड्छ झुटो माया किलाको सोच तेरो कति आँखा लाउँछस् दाइ हो मेरो त्यो न पत्तै भेट्न जान्छस् जहिले देख्छु झ्यापमा होइन के चाहिँ खान्छस् आफूलाई सुधार तैँले मैले भने मान्छस् गुमा फुलले किन गर्थे मलजल दाइ हो भने त्यसलाई किन गर्छ सलपल आजकल तेरो बढ्दैछ चलपल मायाको भोगी भन्थे लागे होला तल तल लिभ मी अलोन छोड्दे मेरो मतलब चाहिँदैन तेरो साथ डोन्ट गिभ अ फक अफ नगर फेरि बक बक मलाई सुन्नु छैन कच कच जोसँग नि लस पस त के हो तेरो मकसद ओए तैँले भन्न खोजे के केटी त के देखि बोलिरहेछ जे पेटी त्यही केटी त भेट्न जाँथिस् अस्तिदेखि मस्की हेर्थिस् मोजी अङ्गालोमा चेपी नाचिक्ने हो त कहाँ देखिस् मलाई नभएको कुरा गर्न मजा आउँदो रहेछस् तँलाई हो कि मलाई होइन तँलाई अझै बढी पोछस् मोजी मारिदिन्छु तँलाई मार त मार म पनि मर्छु तेरो लागि मेरो लागि हो मरिदिन्छु तेरो लागि पर्दैन मर्न मेरो लागि विश्वास गर्न देखाऊ कि तँलाई हात काटी होइन देखा मलाई घाँटी काटी लादी पादी त मुजी यादमा घाँटी को हो र त मरिसकिस् मेरो लागि सरी बाँच्नु भन्दा त मरेको नै जाति माया त गर्थे तर दिइहालिस् तैँले घात सम्झेर आजकल किन लागिरहेछ पश्चाताप सोचेको थिएन तैँले पनि मलाई गर्छस् घात बोका नै रहेछ साले देखाइहालिस् आफ्नो जात माया त गर्थे तर दिइहालिस् तैँले घात सम्झेर आजकल किन लागिरहेछ पश्चाताप सोचेको थिएन तैँले पनि मलाई गर्छस् घात बोका नै रहेछ साले देखाइहालिस् आफ्नो जात सम्बन्ध ठिकै थियो बिस्तारी चल्दै थियो नभएको कुराले मनमा आगो सल्कियो माया हाम्रो भड्कियो सिसा जस्तै चर्कियो फुट्यो अनि चर्कियो अब भन्छ कसको गल्ती थियो यो